सेवारो सबैजनालाई अन्त वेलकम ब्याक टु माई न्यू भिडियो गाइस हैन। र सबैलाई गुड मर्निङ भन्दै भ्लग स्टार्ट गर्दैछु। र आज चाहिँ म बजार जान्छु, मेरो एक दुईवटा काम छ। र आज चाहिँ म बजार एक्सप्लोर गर्दैछु हैन। तपाईहरुलाई बजारकै भिडियो आउँछ होला आज, हेर्दै गर्नुस् होला। गाइस मैले स्कुटी चाहिँ यहाँ पार्क गरेको छु र म चाहिँ बजार जान्दैछु। अब म चाहिँ उता आन्टीकोमा राख्छु, त्यहाँदेखि चाहिँ माथि मैले त्यो सुट सिलाएको थियो त्यहाँ जानुपर्छ है। हेर्दै गर्नुस् होला है। दार्जिलिङको फेमस डिस होइन, यहाँ चाहिँ हाम्रो दाको दोकान। मर्निङ दा, आज दही छ? अहिले लान्छु ल। यस भाइ, ठिकै छौ? ल यहाँ चाहिँ तपाईँको बिचगल्लीमा सुन दोकान आउँछ हो, यहीँबाट किन्छ सबैले, हेर्नुहोस् होला होइन। म चाहिँ यहाँबाट जहाँ बस्छु भित्र, मैले यहाँ सिलाउनु देख्छु टेलरलाई, मेरो सुट छ हो। यहाँ चाहिँ तपाईँको बाटा भन्छ हो, यहाँ चाहिँ गल्ली नै हो अर्को। चाहिँ तपाईँहरूको 60 सिडीको बाटो हो होइन। यहाँ चाहिँ तपाईँहरूको धेरै कुरा पाउँछ हो, सस्तो पनि पाउँछ यहाँतिर। हेर्नुहोस् होला है। यहाँ चाहिँ म आइपुग्नु आँटेँ अब टेलरकोमा। यहाँ चाहिँ मैले सिलाउनु दिएको थिएँ होइन, हेर्दै गर्नुहोस् होला। यहाँ चाहिँ देख्थेँ मैले सिलाउनु। अब चाहिँ म सर्ट किन्न जाँदैछु हो सुटको लागि। मैले यहाँ चाहिँ अस्ति अङ्कललाई किन्छु भनेको होइन। र दोकान चाहिँ यहाँ छ कि नोभल्टी भन्ने हो, यहाँ भएको दोकान चाहिँ हो। ठिक हुनुहुन्छ अङ्कल? सर्ट पनि किनिसक्यो हो। सर्ट चाहिँ यस्तो छ है, यो कम्पनीको सेफेरीको है, यस्तो छ हो। गाइस स्कुटी भगाउन आइपुग्यो हो। अब चाहिँ म कहाँ जान्छु भन्दा सिंहमारी जान्छु र बजारमा कामहरू पनि सक्यो होइन। सिंहमारी चाहिँ कसको भन्दाखेरि साथीकोमा जान्छु र साथी देखाउँछु होला है। दामी देखिदिन्छ यहाँबाट चाहिँ हो। सिक्किम चाहिँ सबै देख्छ होइन यहाँबाट, यता नाम्चीहरू छ। गाइस अहिले चाहिँ म साथीको रुममा आइरहेको छु हो। र साथी चाहिँ बसिरहेको छ, उसको चाहिँ घरै हो यहाँ चाहिँ हो। मोटो ब्लग होइन। अन्त त्यो गाइस मैले चाहिँ आज धेरै दिन ल्याऊ सरी अब त्यो कति बात यसरी क्यामेरा बोकेर ब्लग गर्दैछु नि त होइन। मैले चाहिँ मेरो च्यानलमा चाहिँ कति अघि खालि हेरेको थिएँ, 12 दिन जस्तो भएछ होइन ब्लग नगरेको। अन्त धेरै बात ब्लग गरिदिँदै अब यसरी क्यामेरा पक्रेर बोल्दैछु होइन। कस्तो हाँस दिलगी हुइदिँदो रहेछ होइन, तर पनि केही बात छैन होइन। अन्त उसको भ्लगलाई सपोर्ट गरिदिनुहोस् होइन। अन्त यिनीहरू चाहिँ पुरा हाँस्छ कि, तर मान्छे भएर चाहिँ हाँस्नु लजाउनु हुँदैन होइन। अन्त त्यो यहाँबाट दामी भ्यू देखिदिन्छ कि, अब यसरी देखाइदिनु पर्ने छ उसले। अब चाहिँ हामी यता डाली साइड जान्छ, डाली भन्दा पनि AWN साइड घुम्नु हो। यता जाने केटाहरू आदि त्यतै रहेछ हो। अन्त साइल धोके बास चाहिँ भाग्दैछ एक्लै होइन। त्यहाँदेखि मेरो बहिनी पुरा हाँस्दैछ अघि दिनको हो। यता आऊ न, बोल न छिटो न। मैले मेरो बहिनीलाई पनि एकपल्ट मेरो ब्लगमा हालेको थिएँ हो, ढाडो पिटीलाई त्यो पनि बोलेको थियो होइन। अन्त मालिक चाहिँ यता छ हो, लगर्दा चाहिँ यता रहेछ हो। अन्त त्यो कि उसको भ्लग दामी हुन्छ कि, दामी हुन्छ। अस्ति तिमी हिजो बाइक उयो 250 उयो गर्नु गएको थियो होइन, तर सानो कम्ती हाल्दो रहेछौ नि त तिमीले भ्लग चाहिँ अलिकति बेसी हाल हो। अन्त 3-4 मिनटको भ्लग हाल्दो रहेछौ, 3-4 मिनट म त यहाँ बोलेरै बिताइदिन्छु हो। अन्त त्यो हो, उसले पनि राम्रो भ्लग गर्दैछ। गाइस अब चाहिँ हामी डालीपट्टि जाने हो र त्यहाँ गएर चियासा खाएर साथीहरूलाई भेटेर फेरि आउने हो गाइस। यहाँ चाहिँ तेल हाल्दैछु हो, यहाँ चाहिँ साथी छ है। चाहिँ हामी बजारमा छु हो, हामी यहाँबाट चाहिँ डाली जान्छौँ है। गाइस हामी चाहिँ अर्को साथी घर आइपुग्यो। हामी चाहिँ अब सर्ट राइड जाने होइन, ग्रुप राइड। र स्कुटीहरू देख्नुहोस् होला कतिजना छ, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा। र
दा यादव दाको सँग 6 वटा अब चाहिँ ग्रुप राइड आज मुस हैन ग्रुप राइड कता जाने हो उही माथि एडब्ल्युएन सम्म एडब्ल्युएन यता घुमपट्टि क्या माथिल्लो बाटो ल गाइस हेर्दै गर्नुहोस् होला है ब्लग गाइस हामी यता आइपुग्यो हो यो जग्गाको नाम त थाहा भएन गान्धी रोडपट्टि हो र स्कुटीहरू चाहिँ यहाँ छ हो फास्ट फुड कर्नरको अगाडि हो यता होइन यहाँ चाहिँ हामी चिया खाने हो होइन भित्र र केटाहरू यहाँ छ ऊ चाहिँ मेरो जिग्री साथी हो होइन हो हेलमेट लगाएर चाहिँ के भनिदिँदा न ब्लगमा ल हाम्रो यो सेम घरको ओनर छ होइन उसले चाहिँ जति स्पिड कुदाउँछ त्यति जेन मलिक सेम लेख्छ उसलाई चिया पनि आइसक्यो हो केटाहरू 3 जना एकजना म हो 5 जना छ टोटल चाहिँ ल गाइस खाइदिउँ है चिया गाइस यस है ल खाइदिउँ है गाइस हामी चाहिँ अब चियाहरू पनि खाइसक्यो अब चाहिँ हामी जाने है त्यही हो गाइस अब चाहिँ लाग्दिने हो हैन बाई बाई अहिले भेट्यो मलाई गाइस हाम्रो राइड चाहिँ यहीँसम्म हुनेछ हो र पानी पऱ्यो ठुलो हो र अब एकछिन हामी बसिरहेको छु यहाँ अब चाहिँ बजार गएर रुम जाने होइन केटाहरू यहाँ छ हो ट्याक्कै लाएर के भन्ने लु गाइस भन त के भन्नु गाइस अब उसको ब्लग हो कति गरेको तिमीले मैले पहिल्यैदेखि गरेको पहिलादेखि गरेको कति छ सब्सक्राइबर्स मेरो त्यस्तो छैन हौ कति र त गाइस उसलाई माया देखाइदिनुहोस् उसलाई पनि ब्लग राम्रो मेरो भिडियोमा जतिजना सब्सक्राइबर हुनुहुन्छ होइन जसले माया गरिदिनुहुन्छ होइन तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन र भिडियो चाहिँ आइरहने हुन्छ हो डेली चाहिँ आउँदैन अब बेला बेला आउँछ होइन केटाहरूले पनि अब सपोर्ट गरिदिन्छ हो मेरो भिडियोलाई अब खुसी लाग्छ है बस पनि आएछ पानी चाहिँ यति परिदिँदैछ र गाइस हामी चाहिँ अब लाग्दिने होइन पानी पर्दैछ भए पनि अब जाने हो यहाँ ढिलो भइसक्यो हामीलाई मेरो स्कुटीको नाम चाहिँ किन थर हो भन्दा चाहिँ हो मेरो चाहिँ हाम्रो गाडीको चाहिँ पहिला थार थियो गाडी चाहिँ र नम्बर पनि एउटै थिएन 9888 छ त्यो 8777 थियो र मैले चाहिँ थारको यो चाहिँ थर लेखिदिएको स्कुटीको नाम पनि थरै हो स्कुटीको एडिसन पनि हो सुपर स्क्वाड थर एडिसन हो होइन त्यस्तै हो यो स्कुटीको गाइस होइन म चाहिँ रुम पनि आइसक्यो अब चाहिँ लुगाहरू फेरेर चाहिँ त्यहाँदेखि स्पोर्ट्स स्विचिङ भोलि एक्जाम छ हो र गाइस सर्ट चाहिँ हेर्नु दामी रहेछ हो यो चाहिँ मैले माथि 60 सिडीको अलिक माथि नोभल्टीबाट किनेको यो चाहिँ राम्रो पाउँछ अरे हो अनि त्यसकै छेउमा त टेलर छ त्यहाँ पनि तपाईँहरूले सुटहरू सिलाउँछ भने राम्रो सिलाउँछ चाहिँ अरू जग्गा भन्दा हो र त्यस्तै हो मेरो रुम चाहिँ यतिकै छ हो यस्तै छ र अब नोट्सहरू चाहिँ यहाँ छ है नोट्सहरू अगाडि लेखेको छु झन्डै अन्त मात्रै अब पढ्नु सजिलो हुन्छ अलिक हो र गाइस होइन म चाहिँ अब यस्तो त्यो भइहाल्छु दिन होइन केटाहरूसँग मजा आयो है घुम्नु पनि है र पानीले चाहिँ अलिकति भिज्यो होइन त्यस्तै भयो अन्त मोटो भ्लग पनि अब ग्रुप राइड पनि भयो साथीहरूसँग मजाको होइन र तपाईँलाई भिडियो कस्तो लाग्यो होइन इफ मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला एन्ड टिल देन सी यु इन द नेक्स्ट भ्लग